गुड मर्निङ एभ्रिवान। हामी चाहिँ हिजो चितवनबाट म बाइकमा आएको थिएँ, अहिले चाहिँ गाइड बसेँ। गाइडबाट चाहिँ म कारमा जाँदैछु। हाम्रो यात्रा चाहिँ थाइल्यान्डसम्मको र म तपाईँलाई यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्। म तपाईँलाई नेक्स्ट लोकेसनमा के चिजहरू चाहिँ म तपाईँलाई देखाउनेवाला छु। तपाईँले के चिजहरू चाहिँ पाउनु हुनेवाला छ त्यो तपाईँले यो भिडियो अन्तिमसम्म हेरेर थाहा पाउनेवाला छ। र साथमा म यतापट्टि छु, हामीसँग सर हुनुहुन्छ, यतापट्टि दिवा सर हुनुहुन्छ। कस्तो लागिरहेछ सर? अर्को भिडियोमा आउनेवाला छ। सो टाइगर सो भित्र चाहिँ हामी प्रवेश गरिसकेका छौँ। यहाँनिर म तपाईँलाई नेपालभन्दा पनि सुन्दर ब्युटिफुल के रहेछ यो वरिपरि हेर्नुहोस् न। यहाँनिर ओरेन्जको ब्यानर छ सबै। यहाँनिर चाहिँ यो टाइगर सो भित्र चाहिँ हाम्रो ओरेन्जकै सर म्यामहरू हुनुहुन्छ। बवाल ब्युटिफुल थाइल्यान्ड। सो टाइगर सो हेर्नको लागि चाहिँ हामी भित्र छिरिसकेको छौँ। तपाईँले मेरो भिडियोलाई वाच गरिदिनुहोस्, हेरिदिनुहोस् र के हुनेवाला छ म तपाईँलाई देखाउनेवाला छ। आर यु रेडी? He's ambassador. Yeah, I know. I know everything. वाउ, सब हामी सँगै काम गर्ने व्यक्तिहरू यति धेरै हुनुहुन्छ। अरे वाउ, बवाल बवाल। सो पट्टाया सिधै त्यहाँनिर छ। सो म तपाईँलाई नेक्स्ट देखाउनेवाला छु। अब कहाँ हामी जाँदैछौँ? आर यु रेडी? सो हामी अन्डरग्राउन्ड जाँदैछौँ। अब पानीभित्र माछा हेर्नको लागि, पानीभित्र माछा हेर्नको लागि हामी जाँदैछौँ। यति धेरै हुनुहुन्छ। हामी चाहिँ यहाँनिर चाहिँ पावर सो हेरेर खाना खान आइरहेछौँ। बवाल लागिरहेछ। अरे यहाँनिर चाहिँ खाना खाने मैडम तेल नेपाली खाना खाना इन very good. आफ्टर लन्च खाना खाना यहाँनिर। अरे वाउ, डल्फिन सो पछि खाना खाना, त्यसपछि नेक्स्ट तपाईँलाई म भिडियो बनाउनेवाला छु। अन्तिमसम्म हेर्नुहोस्, अन्तिमसम्म हेरेर साथ दिनुहोस्। अरे वाउ, ब्युटिफुल। अरे वाउ,